म यति बेला हाम्रो सगरमाथा आरोही अनि ट्राभल व्यवसायी पीके शेर्पा सरको यो व्हाइट गुम्बामा भएको नर्सरी, उहाँले चाहिँ यसलाई प्लान्ट्सहरूको रिसोर्सको भण्डार भन्न रुचाउनुहुन्छ। प्लान्ट रिसोर्स यहाँ आइपुगेको छु अनि यहाँ चाहिँ सरको यो नर्सरी यो एरिया हो, एकदम रमाइलो छ। यहाँ चाहिँ तर बाँदर भन्ने हाम्रो अर्को प्रजातिले चाहिँ यसरी दुःख दिएर ध्वस्त बनाइदिने रहेछ। तर यो नर्सरीहरू यहाँ बनिरहेको छ थुप्रै क्षेत्रफलमा। यहाँ हुनुहुन्छ हाम्रो पीके सर अनि सरले चाहिँ म यहाँ अलिकति हाम्रो पीके सर चाहिँ सगरमाथा आरोही अनि उहाँ चाहिँ प्रकृति संरक्षणको अभियन्ता हुनुहुन्छ। अनि उहाँले यहाँ यस्तो विभिन्न प्लान्ट्सहरू लाउनु भएको छ। अब यहाँनिर चाहिँ उहाँले यहाँ केही चिज छ, म तपाईँहरूलाई देखाउन गइरहेको छु। यहाँनिर यस्तो एउटा ट्याग छ, तपाईँहरू पढ्नुहोस्। अनि यस्तो चिजहरू छ यो सबै है। ल सर यो के अरे अलिकति भनिदिन्थ्यो, कहिले कलेक्ट गर्नुभएको, किन उठाएर ल्याउनु भएको तपाईँले? धेरै लामो कहानी छ यसमा र धेरै समय भइसक्यो यो यसरी राखिएको। मैले यो फोहोर ल्याउनु भन्दा अगाडि मेरो खास गरी 2005तिरको कुरा हो। मैले सगरमाथाको जुन आधा शिविरमा एउटा सानो प्लास्टिकको टुक्रा चाहिँ हिउँमाथि खसेको देखेको थिएँ। त्यसले चाहिँ एकदमै हिउँ पगालेको पाएँ। एउटा नाङ्लो बराबरको एउटा सानो टुक्राले गर्दाखेरि नाङ्लो बराबरको हिउँ पगालेको पाइसकेपछि अनि मेरो दिमागमा धेरै क्वेसनहरू प्रश्नहरू उत्पन्न भयो। जस्तै सगरमाथा तेन्जिङ नोर्गे एडमन्ड हिलरीले 1953 होकार होइन, त्यतिमा आरोहण गर्ने बेला भन्दा अगाडि पनि पक्कै सगरमाथा चढ्नु त अरूले पनि प्रयास गरेको छ। त्यो प्रयास गर्दाखेरि त्यहाँ कति फोहोर गयो होला भन्ने एउटा मलाई प्रश्न आयो। अनि अर्को चाहिँ अब संसारको सबैभन्दा बढी हिमालयको देश नेपाल, त्यसमा कञ्चनजङ्घादेखि उहाँ एपी हिमालसम्म, पूर्वदेखि पश्चिमसम्म धेरै हिमालहरू छ। त्यो हिमालमा चढ्ने क्रममा कति फोहोरहरू झऱ्यो होला, कति छोड्यो होला मान्छेले भन्ने त्यतिखेर अब चेतना पनि थिएन। अनि एकदमै बढी क्युरियस भएकोले गर्दा 2010बाट हुन त अगाडिदेखि नै मैले ट्रेकिङमा हिँड्दाखेरि त्यो फोहोरहरू सङ्कलन गर्ने त गर्थेँ। तर विशेष गरी यो चाहिँ हिमालको जुन ड्याज जुन 8000भन्दा माथिबाट यसरी सङ्कलन गरेर ल्याएर यो चाहिँ यसरी राखेको छु। जस्तै उदाहरण सबै होइन सर, यो चाहिँ कञ्चनजङ्घा भर्खरै जस्तै फेब्रुअरीमा ल्याएको यो चाहिँ कञ्चनजङ्घा, यो चाहिँ माथि माथि हो। अनि जस्तै अक्सिजनहरू यसरी अक्सिजनको बोतल, यो चाहिँ इम्टी बोतल हो। यो सगरमाथाको शिरबाट ड्याज जुनबाट यिनीहरू यसरी ल्याएको हो। अनि यसरी थुप्रै अब पहिले धेरै थियो। अब यो मैले अहिले चाहिँ सिम्बोलिक रूपमा मात्रै राखेको, खास गरी स्टोर गर्न पनि फेरि गाह्रो। त्यो बेला हामीले लगभग कति 1800 केजी र 3-4वटा लास पनि ल्याएको थियौँ होइन। अनि त्यसो गर्दै गर्दाखेरि यहाँ अफ्रिकाको पनि ल्याएर राखेको छु मैले, अफ्रिकाको फोहोर पनि, अफ्रिका हिमालको। अनि म 7वटा महादेश आरोहण गर्दैछु, 7वटा महादेशबाट म यसरी ल्याउँदैछु। यो चाहिँ जनचेतना अभिव्यक्तिको लागि वातावरण पृथ्वी बचाउनु पर्छ भन्ने अभियानमा तपाईँ जोरदार लाग्नु भएको छ। लागेको छु मैले संसारभरिको मान्छेहरूलाई यो चेतना अभिवृद्धि गर्नुको लागि कसैसँग पनि लगभग भने चाहिँ 84 जुनी भन्दो रहेछ। तर म अहिले जियोग्राफी CNN योहरूले यसो भनेको सुन्दाखेरि लगभग 87 लाख प्रजाति रहेछ। त्यो प्रजातिको सबैको प्रकृति र पृथ्वीमा बाँच्ने अधिकार छ। उनीहरूको अधिकार नखोसौँ, हामी सबै मिलेर बसौँ भन्ने उद्देश्यले मैले अहिले चाहिँ सुन्यो भने किरा फटेङ्ग्रालाई पनि मानोस् भन्ने चाहन्छु। तर उनीहरू आफ्नो इकोसिस्टममा चल्दो रहेछ। इकोसिस्टम ब्रेक गर्ने चाहिँ मान्छे रहेछ अनि मान्छेलाई चाहिँ बुझाउनु पर्ने रहेछ भनेर तपाईँ यो अभियानमा हुनुहुन्छ। मान्छेलाई मात्रै बुझाउने हो, अरू चाहिँ इकोसिस्टममा चल्छ। थ्याङ्क यू सर। हस्।